यो नेपाल जडीबुटी नै जडीबुटीको धनी देश, संसारको सबैभन्दा धेरै जडीबुटी पाउने ठाउँ। यो अत्यन्तै राम्रो ठाउँ, स्वर्गको एउटा टुक्रा नेपालमा तपाईहरुलाई स्वागत छ। नेपालमा फेरि पनि स्वागत गर्न चाहन्छु। हेर्न सक्नुहुन्छ यस्तो ढाका पाखा हामी आज के गरिरहेको छु, तल हेर्यो भने तल कापु एकैछिन एक मिनेटमा हैन, माथि आयो भने यस्तो छ यस्तो जानु छ। यस्तो धेरै जडीबुटी 671 जाति जडीबुटी पाउने ठाउँ यही ठाउँ। हेर्नु त म हेच्चिदिएर झन्नै गएको नि। ल हेर्नुहोस् यस्तो छ, यहाँबाट यताबाट गयो भने यस्तो छ, यहाँबाट गयो भने चिप्लिन्छ। यो पुरै रमणीय ठाउँ। वाउ, स्वर्गको टुक्रा। स्वर्ग खोज्न कहीँ जानु पर्दैन, स्वर्ग नेपालमै छ। यस्तो स्वर्गमा बसेर पनि विदेश के घुम्ने। आहा, यो ठाउँमा यदि विकास गर्ने हो भने, भ्रष्टाचार अन्त्य मात्र हुने हो भने संसारका पर्यटकहरू लाखौँ करोडौँ पर्यटकहरू यो ठाउँ घुम्न आउनेछन्, हेर्न आउनेछन्। यस्ता रुख बिरुवाहरू छ, जडीबुटीहरू छ, रुखहरू। आज विश्वमा सबैभन्दा बढी सालको रुखले धनी देश। आज मलेसियाको साल ल्याउनु परेको छ। नेपालमा अनगिन्ती सालहरू लडेका छन्, ढलेका छन्, ठुल्ठुलो भएका छन्। आज अब सरकारको ध्यान जाओस्, यो एउटा सेयर गरेर संसारमा पुर्याइदिनु होला है नेपालको सुन्दरता देखाएँ। धन्यवाद।